चाहन्छु र यहाँलाई थाहा छ म एकदमै सर्टकटमा गइरहेको छु। कति कुराहरू अब यहाँलाई अप्ठ्यारो लागेला त्यो आफ्नै ठाउँमा छ, तर त्यसले गर्दा म सर्टकटमा जानेछु। अब चाहिँ म यो समयमा संयुक्त नागरिक पार्टीको तर्फबाट वर्तमान महासचिव तेज रोकाज्यूलाई आफ्नो केही कुरा राख्न निम्ति म यहाँनिर अनुरोध गर्दछु। हुन्छ, कार्यक्रम सञ्चालकज्यूलाई धन्यवाद। आज यो हाम्रो स्वर्गीय सुशीला बेगा लिम्बूज्यूको प्रथम वार्षिक स्मृति सभामा पाल्नुभएका सबैजनालाई प्यारो प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह। विशेष गरेर संयुक्त नागरिक पार्टीले यो उहाँको सम्मानमा, उहाँको श्रद्धा सुमनमा जुन यो स्मृति सभाको आयोजना गरेको छ, विशेष गरेर यो पार्टीका अध्यक्ष दलमर्दन कामीज्यू, वरिष्ठ नेता कमलाज्यू, त्यसै गरी हाम्रो सह अध्यक्षज्यू जित हरेज्यू, त्यसै गरी अन्य पार्टीका साथीहरू र साथै यो मण्डलीका विश्वासी र छिमेकी मण्डलीका सम्पूर्ण पास्टर गुरुजनहरू र विशेष गरेर भर्खरै मैले देखेँ पास्टर पिसाब सुब्बाज्यूले यहाँ बोलेर जानुभयो, उहाँ लगायत सबैलाई यो महत्त्वपूर्ण घडीमा यो विशेष गरी यहाँ पास्टर परिवारलाई र यो मण्डलीलाई एउटा सान्त्वना दिनको निम्ति जसरी हामी भेला भएका छौँ, यो अत्यन्तै सुन्दर कुरा छ। प्रभुको वचनले भन्छ धर्मीजनको मृत्यु अनमोल हुन्छ। उहाँले जुन प्रभुलाई विश्वास गर्नुभयो त्यही प्रभुले उहाँको मृत्युमा पुर्याउने पापलाई क्षमा दिनुभयो र उहाँलाई धर्मी घोषणा गर्नुभयो र उहाँ शरीरबाट विभिन्न कारणले हैन उहाँ अलग भए तापनि उहाँको जुन आत्मा छ, जुन वास्तविक जीवन छ, त्यो जीवन चाहिँ परमेश्वरको राज्यमा छ। अनि त्यो हाम्रो लागि खुसीको कुरा हो। अहिले हामी जुन यात्रामा छौँ, हामी पनि उहाँलाई भेट्ने आशामा हामी यो यात्रामा निरन्तर लागिरहेका छौँ। त्यसैले आजको यो सन्दर्भमा म विशेष गरी हाम्रो पास्टर जर्ज उहाँको नानीहरू र यहाँका विश्वासीहरू, अगुवाहरू जो जति हुनुहुन्छ, तपाईँहरू सबैजनालाई यो बेलामा, यो पोहोरको यो बेलाको समय म त कोरियामा थिएँ, त्यहाँबाट हामीले प्रार्थना गऱ्यौँ। म एउटा कन्फरेन्समा थिएँ, यहाँ त्यो घटना घट्दाखेरि थुप्रै घटनाहरू घटे अनि हाम्रो पनि थुप्रै ठाउँमा काभ्रेमा हाम्रो ठुलो क्षति भयो। एउटा चर्च त कम्प्लिटै लग्यो, तल त्यो के अरे खोलाको छेउमा भएको त्यो चर्च पुरै लग्यो, थुप्रै कुरा नोक्सान भयो। फेरि म आएपछि हामी त्यहाँ पुग्यौँ, थुप्रै कुरा भयो। यो विषम परिस्थितिमा अनि यहाँनिर एउटा ललितपुर जस्तो महानगर जस्तो ठाउँमा पनि हैन त्यो मृत्युले अथवा यो प्राकृतिक प्रकोपले छोडेन। अनि त्यसको एउटा भागीदार हाम्रो सुशीला बेगा हुनुभयो। सायद यो एउटा कारण मात्रै हो, परमेश्वरको समय पुरा भएको हुनपर्छ र यो चाहिँ एउटा कारण मात्रै हो। त्यसैले गर्दा हामीले कारण विभिन्न हुनसक्छ, कोही हस्पिटलको बेडमा पुग्छन्, कोही प्राकृतिक प्रकोपमा पर्छन्, कोही सुतेकै ठाउँबाट जान्छन्, कोही प्रिलिक्क ढलेरै जान्छन्, हैन विभिन्न कारण हुन्छ। तर जाने एउटा समय पुरा भएपछि उसले जानु नै पर्छ। त्यसैले गर्दा जानु एउटा कुरा हो भने हाम्रो लागि खुसीको कुरा चाहिँ हामी उद्धार पाएका मान्छेहरू, पाप क्षमा पाएका मान्छेहरूको लागि हाम्रो अनन्त जीवन छ। अनन्त जीवन भएको कारणले गर्दा हामी मरिसक्यौँ भनेर मानिलिँदैनौँ। हामी अलग मात्रै भएका छौँ यो पार्थिव शरीरबाट, तर हाम्रो आत्मा अनन्तसम्म परमेश्वरको राज्यमा छ। र जब येशू ख्रीष्ट राज्य गर्न आउनुहुन्छ त्यति बेला फेरि हामी सबैजना उहाँको प्रभुत्वमा, उहाँको राज्य सत्तामा हामी सँगसँगै शासन गर्नेछौँ। आजको यो सन्दर्भमा म संयुक्त नागरिक पार्टीको तर्फबाट, केन्द्रीय समितिको तर्फबाट, समग्र पार्टीको तर्फबाट, साथै नेपाल क्रिस्चियन समाज समुदायको तर्फबाट पनि विशेष गरेर उहाँको यो वार्षिक स्मृति सभाको सन्दर्भमा यहाँको आदरणीय पास्टर, विशेष उहाँको श्रीमान अनि उहाँका छोराछोरीहरू अनि यो मण्डलीका परिवार सबैलाई म एकदमै सान्त्वना दिन चाहन्छु र प्रार्थना गर्न चाहन्छु कि परमेश्वरले तपाईँहरूलाई धैर्य धारण गर्ने शक्ति दिनुभएको होस् र उहाँले जे बाटो देखाउनु भएको छ, अघि कतिजनाले भन्नुभयो, उहाँ सामाजिक क्षेत्रमा जसरी मानिसहरूलाई सहायता पुर्याउने कुरामा अनि अभियन्ताको रूपमा पनि, न्यायको पक्षमा पनि उहाँ एउटा चर्चभित्र सुसमाचारको कुरालाई बढुवा दिँदै हुनुहुन्थ्यो भने चर्चभन्दा बाहिर पनि उहाँले न्यायको लागि, उत्पीडित वर्गहरूको लागि, धार्मिकताको लागि उहाँले सङ्घर्ष गरिराख्नु भएको थियो।
अनि त्यो बाटो उहाँले जुन सबैको भलाइको निम्ति गर्नुभएको थियो त्यो बाटोमा अरूले पनि हिँडेर त्यो काम पुरा गर्दाखेरि चाहिँ उहाँलाई सम्मान हुन्छ, उहाँको वास्तविक सम्झना हुन्छ। आज हामी जसरी यो स्मृति सभा राखिराखेका छौँ यो संयुक्त नागरिक पार्टीले, मलाई लाग्छ आउने दिनहरूमा चाहिँ हामीले यो यस्तो खालको कार्यक्रम पार्टीले गर्ने कार्यक्रम चाहिँ पार्टीकै केन्द्रीय कार्यालयमा गर्दा या जिल्ला कार्यालय छ भने जिल्ला कार्यालयमा गर्दा चाहिँ उत्तम हुन्छ। यो नितान्तै चर्च भवन हो, चर्च भवनमा चाहिँ चर्चकै मान्छेहरूले गर्दा चाहिँ उत्तम हुन्छ भन्ने पनि लाग्छ। र मैले काम गर्ने बेलामा सायद यी कुराहरूलाई म पनि ध्यान दिनेछु र मसँग भएका नेतृत्वहरूले पनि ध्यान दिनुहुनेछ, किनभने यो हामीले एकदमै गम्भीरतापूर्वक गर्नुपर्ने कुराहरू पनि हुन्छ। किनभने यो नितान्तै पार्टीको घरले केन्द्रीय कार्यालयमा भएको भए झन् अझै सुन्दर हुन्थ्यो, यो अझै उहाँको सम्झनामा थुप्रै कुराहरू हुन्थ्यो, फरक कोणबाट हुन्थ्यो। र सायद आउने वर्षहरूमा हामीले त्यो कुरा गर्न पनि सक्छौँ। अहिलेको लागि चाहिँ आज अब जहाँ भएको छ अनि यो एउटा असल समय हामीले एकअर्कालाई सान्त्वना दिने कुराको लागि मौका मिलेको छ। र यीशु ख्रीष्ट स्वयं शान्तिको राजकुमार हुनुहुन्छ, शान्तिको शान्तिदाता हुनुहुन्छ, उहाँले नै हामीलाई शान्ति दिनुहुन्छ। त्यसैले पुनः एकपटक यो परिवार र यहाँको मण्डली र सम्पूर्ण पार्टी पङ्क्ति सबैलाई मैले बिहानदेखि यो श्रद्धाञ्जली हेर्दै थिएँ। अब यो विडम्बनाको कुरा हैन, कसैले के दाबी गरिराख्नु भएको थियो, कसैले के दाबी गरिराख्नु भएको थियो, तर अब वास्तविक कुरा चाहिँ यही नै हो कि उहाँ पहिला के भन्छ आमूल परिवर्तन रिपब्लिकन पार्टी त्यहाँ हुनुहुन्थ्यो, अनि पछि संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी एकीकरण भएपछि यहाँ पनि उहाँ उपाध्यक्षमै हुनुहुन्थ्यो। र अहिले फिलहाल चाहिँ स्वयं उहाँको पति हैन जो पास्टर जर्ज हुनुहुन्छ, उहाँ यो पार्टीको नै सल्लाहकार पनि भएको र धेरैजनाहरू यो पार्टीसँगै आबद्ध भएर उहाँले राखेको जुन एउटा दर्शन छ त्यसलाई अगाडि बढाइरहेको कारणले गर्दा मलाई लाग्छ यो संयुक्त नागरिक पार्टीले यो हैसियत राख्छ, यो हक राख्छ, उहाँलाई सम्झने, उहाँको इतिहासलाई निरन्तरता दिने हक राख्छ भन्ने लाग्छ। अरूले पनि यसलाई हक राख्नुहुन्छ, अरूले गर्नु नै पाउनुहुन्न भन्ने पनि होइन। त्यसैले मिलेर गर्दा पनि राम्रै हो उहाँको सम्झना, होइन आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो ब्यानरमा गरिन्छ भने पनि आपत्तिको कुरा केही हुन्छ जस्तो मलाई लाग्दैन। त्यसले गर्दा संयुक्त नागरिक पार्टीले यसलाई हरेक वर्ष नै गर्नेछ र गर्दाखेरि हामी नितान्तै यसलाई चाहिँ सामाजिक रूपबाट पोलिटिकल रूपबाट पार्टीगत हिसाबले नै गर्नेछौँ र मण्डलीले चाहिँ आफ्नै तरिकाले गरोस्। त्यहाँ निम्ता हुँदा हामी आउँछौँ नै, तर मण्डलले आफ्नै तरिकाले गरोस् भन्ने पनि म शुभकामना दिन चाहन्छु। त्यो भयो भने अझै उत्तम हुनेछ र अरू कसैले पनि गर्न सक्छन्। जोसँग सम्बन्धित हुनुहुन्थ्यो उहाँहरू सबैले सम्झन सक्नुहुन्छ होइन, चाहे त्यो क्रिस्चियन लिम्बू समाज होस् या अर्को के भन्छ अब आमूल रिपब्लिकन पार्टी होस्, उहाँहरूले पनि दाबी गरिराख्नु भएको छ। त्यहाँ केही आरोप लगाउनु पर्ने, एउटा गइसकेको मान्छेको विषयमा ठुलो मुद्दा बनाउनु पर्ने कारण छ जस्तो लाग्दैन। सबैले सम्मान गर्न सक्छन्, उहाँका असल कुराहरूलाई विचार गर्न सक्छन्, त्यो असल कुराबाट सिक्न सक्छन्। त्यसैले हामी खुल्ला दिलले, हामीमा केही त्यस्तो खालको कुरा छैन, हामी नितान्तै उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्छौँ, उहाँको परिवारप्रति प्रार्थना गर्छौँ, उहाँले देखाएका कतिवटा असल कुराहरू हामी विचार विमर्श गर्छौँ। पार्टीमा पनि हामीले छलफल हुँदाखेरि उहाँका विचारहरूलाई उजागर गर्छौँ र ती कुराहरू कतिवटा कुराहरू हाम्रो लागि उपयोगी छन् भने त्यसलाई हामी अहिले पनि कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै पुनः एकपटक पार्टीको तर्फबाट यहाँहरू विशेष यो परिवारलाई, पास्टरज्यूलाई, सबैजनालाई र पार्टी पङ्क्तिलाई धन्यवाद दिँदै उहाँप्रति पुनः एकपटक श्रद्धा सुमन व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। जय मसीह। जानुभएको छ। अब भने हामी यो समयमा पार्टीकै वरिष्ठ उपाध्यक्ष